साथ सञ्चालन भएनन् र बिचमा म पनि यही सेक्टरमा यही क्षेत्रमा तपाईहरुको चाहिँ एउटा आश्रम छ, जस आश्रममा हाम्रा सञ्चालकहरू हुनुहुँदो रहेछ। हाम्रो दिपेन्द्र सर, विनोद सर, कुमार सर, धेरैजनाहरू सर डिरेक्सनमा पनि हुनुहुन्थ्यो। पहिले बिचमा छुट्नु भएको थियो, केही कारणवश उहाँहरूको व्यस्तताले त्यहाँ अलिक सहभागी हुन सक्नुभयो। त्यो आश्रममा मलाई उपस्थिति गराउनुभयो र त्यहाँ गएर मैले भलाकुसारी गर्न पाएँ। र भलाकुसारी गर्दा युथ पुरुष भन्ने युवा सलाइलाई चाहिँ जो पनि हुनुहुन्छ आफ्नो क्षेत्रमा टाढा भएका व्यक्तिहरू दूरदर्शिनीमा प्रवेश गरेर सुधार केन्द्रमा हाल्नुपर्ने र केही कुराहरू उहाँलाई चाहिँ सही ट्र्याकमा सही बाटो देखाउनुपर्छ भने फ्री कस्टमा त्यहाँ सेवा सुविधा पाइन्छ है। हजुरहरूले त्यस्तो आफन्त र परका मान्छेहरू साथीभाइहरू छन् भने त्यहाँनिर तपाईँहरूले नाम टिपाएर प्रवेश गराउन सक्नुहुन्छ र सम्पर्कमा म नम्बर पनि दिन सक्छु अहिलेसम्म। र त्यस्तो हामी एउटा सेवामा लागेका मान्छे जसलाई बेरोजगारी छ रोजगारी, जसलाई रोग लागेको छ स्वास्थ्य, जो तपाईँ कुलत बसमा रहेको छ कुलत बसमा र विभिन्न समस्याले सुध्रिनका लागि सुधारिनका लागि कोसिस गरिने यात्रामा एकसाथ जुटौँ, कोही पनि नछुटौँ। हस्, त्यसो गरे कसो होला? ठिकै हुन्छ ल। त्यसो भए आजको विषयवस्तु, आजको सम्बोधन जुन उद्देश्यले हामी भेला भइएको छ त्यो उद्देश्यभित्रमा 3-4 पाटोमा म कुरा गर्दैछु। त्यो पाटो तपाईँ र मेरो मिल्दोजुल्दो नै छ, तपाईँ र मेरो जीवनमा अप्रिय छ। त्यही पाटोभित्र घाटो नाटो के छ त्यो बुझिदिनु होला। क्लासमा आएर ताली बजाएर घर गएर राम्रो त राम्रै रहेछ तर मबाट हुँदैन भनेर निदा नखुम्च्याउनु होला है। यहाँ धेरैको त्यस्तो छ क्या, भन्दा त मिठो कुराले भने गर्न त राम्रै रहेछ तर म सक्दिनँ भनेर निराशा नहुनु होला, हौसला लिएर जानु होला। र करमा आएका मानिसले अर्कोचोटि जाउँ खाउँ र गरौँ लाग्ने होस् भन्ने मेरो सोच है। र ठिक छ, सही छ, हजुरको ताली गलत छ, खबरदार यो शब्द के हो भन्ने बोली होइन भने गाली। 3टामा तपाईँलाई एउटा अप्सन दिएको छु, त्यसो गरे पनि हुन्छ होला नि, होइन र? ल, विषयवस्तुतिर प्रवेश गरेँ। सकारात्मक सोच, परिवर्तनको खोज, अवसरका लागि रोजौँ कि नरोजौँ? रोजौँ। अवसर छ यहाँ, हजुरलाई चाहिन्छ मान्छेले खोज्दा पाएका छैनन्, ल्याएर बुझाउन पनि यहाँ नचाहिएका मान्छे छन्। के हो खोजिरहेको छ कतिले? के छैन त छाना खाना नानाका लागि दौड गरेको मान्छेलाई आफूले अवसर दिएको तर पनि बुझ्न सक्नुभएको छ। के गर्ने होला? कि बुझाउनेको कमी छ कि बुझ्नेको कमी छ? चाहे जस्तो दिन नसकेर हो कि तर्केको? त्यस कारणले गर्दाखेरि के गर्नु पर्यो भने अमूल्य समयलाई चिन्नुहोस्, पाएको अवसरलाई कि गुमाउनु। तपाईको स्वास्थ्य, सम्पत्ति, संस्कार बाई गर्नुहोस्, हामीसँग सम्पर्कै नगर्नुहोस्। ती सबै चिजले कमी छ भने वेलकम छ, सहकार्य गरेर सफलतातिर लम्कनुहोस्। लम्कनको लागि हरेक सेक्टरमा सर एउटा स्पिकर मात्रै बन्छु भन्दाखेरि ट्रेनिङ दिनको लागि महिनौँ दिनसम्म धाउनु पनि पर्छ, पैसा पिए पनि गर्नुपर्छ, तर पनि मजाले बोल्न सक्ने क्षमता र क्यापेबल हुँदैन। तर यो सेक्टरमा, यो क्षेत्रमा फ्री कस्ट, फ्री इन्ट्रेस्ट लाग्यो भने इन्कम गर्न सकिने सेक्टर हो यो अवसर हो। यो अवसरलाई भित्रैबाट आफ्नो एउटा चिन्दिनुहोस्। सादा जीवन उच्च विचार भन्छन् कि भनिँदैन? उच्च विचार छ भने सोच पनि त्यस्तो हुनु पर्यो, बी पोजिटिभ पनि हुनु पर्यो, सही ट्र्याक पनि पर्यो, सही रास्ता पनि पर्यो। त्यसको वास्ता गऱ्यो भने मात्रै सफलता छ त्यहाँभित्र। र यस कम्पनीका फाउन्डर जसले कम्पनी सिर्जना गर्नुभयो, जसलाई चाहिँ डिएसनका संस्थापक तथा प्रमुख कार्यकारी अफिसर, रोग भोग शोकबाट मुक्त गरी सुसत्य समृद्धिको जीवन जिउनुपर्छ, मानवता भएर बाँचिसकेपछि मानवीय कार्य गर्न सिक्नुपर्छ, समस्या हजारौं आउँछन् समाधानको रास्ता देखाउनुपर्छ भन्ने कन्सेप्ट पुगेका हेल्दी हिरो जसको नाम तातुक डाक्टर लिम्सोजिन, उहाँको लागि जोरदार ताली। हामी सबैले चिनेका छौँ, कतिले भगवान भनेर पूजा गरेर मानेका छौँ,
जसले जानेका छौँ नजानेकाले एउटा मान्छेको फोटो चाइना जस्तो पनि रहेछ लिम्बू जस्तो पनि भन्नुहुन्छ छोड्नुहुन्छ यस्तै के रोज्न गाह्रो छ है। र मेरो यहाँले बनाइदिनु भयो कर्मथलो स्वास्थ्य समृद्धि खुसीले होस् उहाँको भलो मलाई जसले स्पोन्सर गरे। समस्या थियो मलाई साह्रै फकाएर सम्झाएर ललाएर झुक्क्याएर मलाई लगेर जबरजस्ती जोइन गरिदिने मेरा अग्रज गुरु जसले गुरु चाहिँ गर्नुभयो सुरु चाहिँ गराउनु भयो तर मभन्दा पछाडि हुन्छ अहिले रुबी मात्रै हुनुहुन्छ। अहिले उहाँको जबरजस्तीले करले गरेको डिरेक्सन रहर लाग्यो। रहर लाग्दाखेरि आज सबैको गुरु हुने अवसर पाएँ। यही नै मेरो लागि काफी भएको छ। हजुरहरूलाई हार्दिक अभिनन्दन। र उहाँको माध्यमबाट अहिले यो टिममा जो हुनुहुन्छ नयाँ आगन्तुकहरूको फोटो छैन है। जो अहिले नयाँ डायमन्ड हुनुहुन्छ छोड छैन। अब यहाँबाट गएर सबै डायमन्डको फोटो खोज्दाखेरि आँटेछ भने ठुलो फ्रेम बनाएर यस्तै देखाउने विचार छ। सङ्ख्या धेरै भएको छ। अब कति हुनुहुन्छ अब कोसिस गर्नुभयो। यो पहिले नै बनाएको हो। यो बनाउने यो डिजाइन हाम्रो अविता सर हुनुहुन्छ। अविता सरलाई एक जोरदार ताली। उहाँले मिहिनेत गरिदिनु भएको छ यो बनाउनलाई र उहाँले नै खोजेर बनाइदिएको। मैले होइन नि म यति जान्ने भए त झन् फास्ट ट्र्याकमा भइहाल्थ्यो नि। अहिले सेकेन्ड थर्ड ट्र्याकमा कुद्नु पर्थ्यो र होइन। त्यसले गर्दा उहाँको देन हो। र मेरो टिममा अघि भन्दै हुनुहुन्थ्यो चाहिँ कन्फ्युज बनाएर त्यो ठाउँ टेकाउनु वा देखाउनु भने त्यसले भविष्य दीर्घकाली हुँदैन। र यो कुराहरू गर्नको लागि पहिले के हुनु पर्यो काममा जिम्मेवारी हुनु पर्यो। आफ्नो जिम्मा लिन सक्नु पर्यो। राम्रो जति तिम्रो नराम्रो जति म छु। कम्पनीको रुल रेगुलेसन फर्मुलामा हिँड्नुहोस् परेको बिहेर्छु भन्न सक्ने क्षमता हुनु पर्यो कि होइन। कम्पनीको फर्मुला भन्दा बाहिर जानु त मलाई लागेन। तर कम्पनीको यो सेक्टरको क्षेत्रको अनुशासनको र कम्पनी जे भनेको छ त्यो कुराहरू पाउनु भएन भने हामी जवाफदेही छौँ अहिले पनि। तर कम्पनीले नभने कुरा गरेर आश गर्नु भने चाहिँ त्यसको हामी जिम्मेवारी छैनौँ। दोस्रो के हुनु पर्यो दिमागमा समझदारी। सबै मान्छे जात भात लिङ्ग भेद धर्म कर्म सबैको मर्म बुझ्न सक्नु पर्यो। कोहीसँग पैसा छ कोहीसँग पैसै छैन। कोही किनी खान सक्छ कोही किनी खान सक्दैन भने किनी खान नसक्नेलाई किनेर खान सक्ने बनाउनु पर्यो। किनेर खान सक्ने छ भने खुवाएर उसलाई स्वास्थ्यको बाटोमा लैजानु पर्यो। त्यो बाटोबाट उहाँको जिम्मेवारी के हुन्छ समझदारी। यहाँ विभिन्न सेक्टर ओदा क्षेत्रका मान्छेलाई समेट्न सकिने पर्यो। छातीमा चाहिँ के हुनु पर्यो इमान्दारी। इमानको कमाई व्हाइट मनी चाहियो ब्ल्याक मनीले हुँदैन। ब्ल्याक मनीको धनी कालो धनले कुनै न कुनै दिन तपाईँलाई अप्ठ्यारोमा पार्छ। त्यसैले गर्दा कसैलाई पनि छलकपट नगरिकन कसैलाई पनि उतार चढाव कुरा नबोलिकन सिधा सादालाई सही कुराले चाहिँ तपाईँलाई कन्भिन्स गर्नु पर्यो। एउटा कफीको विषयमा बोल्नुहुन्छ एउटा पेस्टको विषयमा बोल्नुहुन्छ कुनै पनि प्रोडक्टको विषयमा बोल्नुहुन्छ भने बेच्ने होइन चिनाउने गर्नुहोस्। बेच्ने काम गर्यो भने एकछिनको सफलता खोज्नुहुन्छ। चिनाउने काम गर्नुहुन्छ उसले आफै रोज्छ कन्टिन्यू खोज्छ उसले आफूले रोजेको त बुझिनुहुन्छ नि त। त्यस कारणले यो काम गर्यो भने हामीलाई सफल हुनलाई सपोर्ट गर्छ। र वर्तमानको रोजाइ भविष्यको खोजाइ के अरे भोगाई। वर्तमानमा तपाईँले जे रोज्नुहुन्छ भविष्यमा त्यही बन्छ। तर भूतकाल वर्तमान काल भविष्यकाल तीन काल कुन कालमा पऱ्यो त्यही कालले बिताइदिन्छ कि कसो। त्यसैले के भनिएको छ भने यहाँनिर आएको छ हाम्रो जीवनको यात्रा कस्तो छ त कुन सेक्टरमा छौँ त कुन क्षेत्रमा छौँ त त्यो कुराहरू हामीले बुझ्न जरुरी छ। अब यो संसारको यात्रामा कि चाहनाले पाइँदो रहेछ कि चानसले पाइँदो रहेछ। के अरे चाहना र चानस। चाहना र चानस भनेको यो दुईटा पाटो रहेछ। एउटा सिक्का दुईपट्टि देखिँदैन नि के देखिन्छ। त्यस्तै यो पनि के हुन्छ भने चाहनाले पाइने चिज के हुन् र चाहनाले पाइने के चिज यस विषयमा थोरै छलफल गर्न चाहे। चाहना हजुरले छोरो डक्टर बनाउन पाइलट बनाउन इन्जिनियर बनाउन कुनै पनि ओदामा उता अब्बल क्षमताको बनाउनलाई त्यो चाहना होइन त्यो चाहनाले त पाइन्छ। चाहनाले थपकै साथीले भेटिन्छ अक्कल भरिन्छ भनिँदैन नि। त्यो के हो त भन्दाखेरि उहाँलाई छोराछोरीलाई परिवारलाई आफूले पढेर गर्दाखेरि के छ भन्नुहुन्छ भने चाहनामा सम्पत्ति र समय बराबर लगाएर लामो समयसम्ममा गरेको
मिहिनेतको प्रगतिको रिजल्ट जुन आउँछ तब उसले पोस्ट पाउँछ, एउटा लाइसेन्स पाउँछ, इन्जिनियरको पाउने हो कि डक्टरको पाउने हो कि पाइलटको पाउने हो, त्यो एउटा चाहनाले बनिँदो, चाहनाले बन्दो रहेछ भने यो चाहनाले चाहिँ मौकाले भेटिने हो है। अब चाहनाले बन्नको लागि के गरिँदो रहेछ भन्दाखेरि लगनी चाहियो। पहिले लगनी बिना आम्दानी छैन। लगनी के गर्ने भन्ने कुराहरू चाहिँ श्रम, सिप, सहयोग, सल्लाह, सुझाव, अति उपदेश विभिन्न सेक्टरमा त्यो लगनीसित पर्न जान्छ। लगनी गर्नुभन्दा पहिला तयारी, तयारी भन्दा पहिला लगनी, यो दुईटा सँगसँगै आउने भयो। यसो भन्छ नि, यो सृष्टिमा होत्रो सनासु जोरगन कुन पलो कुन पहिले बनो त्यो बन भन्थे के। त्यो ब्रह्मा विष्णु महादेव शिवजीको चाहिँ एउटा कहानीमा त्यो सृष्टि आउँछ। कुन चाहिँ सृष्टि भयो भने जस्तै तपाईँको लगनी बिना पनि आम्दानी छैन, आम्दानी बिना पनि लगनी छैन, तयारी नभए पनि लगनी हुँदैन। योजना, प्लान र भिजन हामीसँग सँगसँगै भए जस्तै हुन्छ। त्यसले गर्दा उपस्थिति तपाईँको दैनिकी हाजिरा दिनु पर्यो, घन्टा बाई घन्टा काम गर्नु, टिम बाई टिम गर्नु पर्यो। त्यो दिएन भनेदेखि तपाईँको त्यो दिनको रोजगारी पाउँदैन र तपाईँको छुट्न सक्छ। छुट्यो भने त्यो छुटेको व्यवसायमै जोड्न सकिँदैन। त्यस पछाडि अर्को के हुन्छ, प्रेरणा, जसले तपाईँको चाहिँ प्रेरणा दिन्छ। आज प्रेरणा हाम्रो डिएक्सनमा धेरै मान्छेलाई दिएको छ। स्वास्थ्यको बारेमा, खानपानको बारेमा, आहार विहार हेरचाह, संस्कार र संस्कृतिको बारेमा र एउटा गरिबी र अमिरको बारेमा, गरिबको रेखामुनि बस्ने र संसारमा सबभन्दा धनी हुने। कोही खर्च गर्न पैसा खोज्नुपर्छ, कसैलाई खर्च गरेर पैसै सकिँदैन। यो त मिलेन।